हजुरहरूलाई थाहा नै छ। अनि अर्को छ एजेन्टको रूपमा कार्य गर्नु। एजेन्टको रूपमा कार्य गर्नु भनेको चाहिँ हामीले अहिले सबै कुराहरू अनलाइनको माध्यमबाट हुन्छ नि, पैसाहरू कतै इलेक्ट्रिसिटीमा बिलहरू पे गर्नु पऱ्यो भने पनि त्यसको माध्यमबाट हुन्छ। अनि अब अरू कुनै पनि बिलहरू, पानीहरूको बिल हो, यो पानीहरूको बिलहरू तिर्न पऱ्यो भने नि हुन्छ। अनि हामीले अब कतैबाट लोन निकाल्न छौँ भने नि लोनको चाहिँ आफू कोही माथि बस्ने मान्छेहरू पनि चाहिन्छ क्या। ब्याङ्कले यस्तो कार्य पनि गर्छ वाणिज्य ब्याङ्कले, त्यसैले एजेन्टको रूपमा पनि कार्य गर्छ। अनि विदेशी मुद्राको सटनी गर्नु, यो सटनी भनेको साट्नु हो। विदेशी मुद्राहरू चाहिँ नेपाली मुद्रा, नेपाली पैसालाई विदेशको पैसामा साट्ने, विदेशबाट आएको पैसालाई इन्डियन पैसाहरू छ, अस्ट्रेलियन डलरहरू छ भने चाहिँ त्यसलाई नेपाली पैसामा कन्भर्ट गर्ने काम पनि वाणिज्य ब्याङ्कले गरेको हुन्छ। त्यसै गरी व्यापार प्रोत्साहन गर्नु, त्यसले चाहिँ व्यापार पनि प्रोत्साहन गर्छ। व्यापार चाहिँ कसरी प्रोत्साहन गर्छ भन्दाखेरि ब्याङ्कले चाहिँ ऋण प्रदान गर्ने साथसाथै विभिन्न प्रकारको सेयरहरू पनि निकाल्छ, सेयरहरू निवेश गर्ने अनि ऋण खरिद बिक्री गर्ने पनि कार्य गर्छ। अनि त्यसले गर्दाखेरि चाहिँ अनि ऋणहरू पनि दिन्छ व्यापार गर्नको लागि भनेर यसले चाहिँ व्यापार प्रोत्साहनमा पनि मद्दत गर्छ। अनि मुद्राको स्थानान्तरण गर्ने, अहिले हामी यहाँ छौँ अनि विदेशको हाम्रो साथीभाइहरूले, दाइदीहरूले, मम्मी बाबाहरू चाहिँ विदेशबाट नेपाल पैसा पठाउनुहुन्छ। हामी पनि केही गर्न चाहियो भने यहाँबाट विदेश पैसा पठाइन्छ। त्यो पैसाले हामी एक ठाउँबाट अर्को ठाउँमा पठाउने काम गरिन्छ, त्यसलाई नै मुद्राको स्थानान्तरण गर्नु भनिन्छ। हामीले अब हामी यहाँ छौँ, अहिले हामीलाई काठमाडौँ पैसा पठाउनु पऱ्यो भने हामी ब्याङ्कमा गएर पैसा पठाइन्छ, स्थानान्तरण गर्छ, एक ठाउँबाट अर्को ठाउँमा पठाइन्छ, जसलाई चाहिँ हामी मुद्राको स्थानान्तरण भनिन्छ। अनि प्रतिपत्र जारी गर्नु, प्रतिपत्र जारी गर्नु भनेको के भन्दाखेरि ब्याङ्कले प्रतिपत्र जारी गर्यो भने हामीलाई चाहिँ पत्रको आधारमा चाहिएको ठाउँमा हामीले जुनसुकै ठाउँमा पनि यो प्रतिपत्र भन्ने एक प्रकारको पत्र हो, यसको माध्यमबाट चाहिँ हामीले जुनसुकै चाहिएको ठाउँमा चाहिँ रकमहरू पठाउन मिल्छ। अनि त्यसै गरेर अनि विदेशी पत्रहरूको आधारमा हामीले विदेशबाट सजिलैसँग सामानहरू ल्याउन पनि मिल्छ। अनि अर्को छ महत्त्वपूर्ण वस्तुको संरक्षण। हामीसँग सुन, चाँदीहरू, हिराहरू, यस्तो धेरै कुराहरू हुन्छ घरमा। अनि यो कुरा चाहिँ हामीले घरमा राख्दाखेरि सेफ हुँदैन, सेक्युरिटी हुँदैन। त्यसैले वाणिज्य ब्याङ्कले यो वस्तुहरू राखेर यसको संरक्षण गर्ने पनि काम गर्छ। त्यसै गरी अन्य कार्य, अब यो बाहेकको निष्पक्ष स्वीकार गर्नु, ऋण प्रदान गर्नु, साक्षी जरा गर्नु, एजेन्ट रूपमा कार्य गर्नु, विदेशी मुद्राको सटनी गर्नु, यीहरू सबै कार्य बाहेक अन्य कार्यहरू, अझ यो कार्यहरू बाहेक पनि अरू पनि धेरै कार्यहरू गर्छ वाणिज्य ब्याङ्कले। जस्तै उपभोक्ताबाट चेक, ड्राफ्ट बिलहरू आदि सङ्कलन गर्ने कार्यहरू, अनि सेयर, गोल्ड अनि आदि खरिद बिक्री, बोर्ड खरिद बिक्री गर्ने कार्यहरू, अनि यात्रु चेक जारी गर्ने, यस्तो धेरै कार्यहरू छ जसलाई चाहिँ हामीले अन्य कार्यहरू भनिन्छ। सबैजनाले बुझ्नुभयो कि नै? केही नबुझेको कुरा छ भने सोध्न सक्नुहुन्छ। बुझ्नुभयो सबैजनाले? सोध्नु। हामी ठुलो व्यवसाय छ, हामी धेरै सामानहरू खरिद गरेछौँ भने त्यो व्यवसायबाट चाहिँ धेरै उसहरू छ, सामानहरू छ। अनि हामीले त्यो सामानहरू खरिद गर्दाखेरि हामी चेक दिएर पनि खरिद गर्न सक्छौँ। अनि हामीसँग हामीले कुनै व्यवसाय गर्दैछौँ अनि हामीसँग त्यो पुरा पैसा छैन भने पनि हाम्रो पैसा जति पैसा हुन्छ नि, जस्तै हामी 1 लाखको सामान खरिद गऱ्यौँ भन, 1 लाखको सामान खरिद गऱ्यौँ, हामीसँग भर्खर हाल 1 लाख रुपियाँ छैन। 1 लाख रुपियाँ छैन भने अब हामीसँग 50,000 मात्रै छ, 1 लाखको सामान खरिद गऱ्यौँ, हामीसँग 1 लाख नै छैन भने चेकमा 1 लाख लेखेर दिएर पछि त्यो चेकमा पुरै 1 लाख पैसा भएपछि निकाल्न नि मिल्छ। हो त्यो भनेको मैले चाहिँ। अनि अरू कुनै प्रश्न? बुझ्नुभयो? अरू कुनै प्रश्न? कहिले स्थापना भएको बिर्सेको? हजुर वाणिज्य ब्याङ्कको कहिले स्थापना भएको? 2022 2022 मा। अनि अरूलाई केही प्रश्न? वाणिज्य ब्याङ्क भनेको के सबैजनाले बुझ्नुभयो? ल एकजना उठेर भन्नु त, विशाल उठेर भन्नु त वाणिज्य भयो। आवश्यक परेर ऋण प्रदान गर्ने कार्य गर्छ। त्यसले निकै मुद्दती खाता, लगायत यसले पनि ऋणहरू प्रदान गर्ने, बचत गर्ने काम गर्छ। अरू ब्याङ्कले पनि ऋण प्रदान गर्ने, बचत गर्ने काम गर्छ। त्यसैले अझै हजुरहरूलाई यो गाह्रो लाग्यो, अझै सजिलो भाषामा भन्न मन लाग्यो भने कुनै पनि सङ्गठनले कुनै पनि व्यवसाय, वाणिज्य व्यवसायहरूको विकास तथा विस्तार गर्ने उद्देश्यले खोलिएको ब्याङ्कलाई वाणिज्य ब्याङ्क भनिन्छ भनेर भन्न सक्नुहुन्छ।
What's the question? Any question? No question?